थिएटरमा हजुरहरूलाई स्वागत छ। आज प्रस्तुत हुने नाटकको नाम हो थोपा ड्रपलेट। नाटकका केही नियमहरू छन्। पहिलो, कृपया नाटक अवधिभरि हल्ला नगरिदिनु होला। दोस्रो, नाटक अवधिभरि आफ्नो स्थानबाट यताउता नहिँडिदिनु होला। तेस्रो, आफ्नो फोन स्विच अफ गरिदिनु होला। गर्न नसकेकोमा साइलेन्ट मोड चाहिँ अन गरिदिनु होला है। नाटक त देखाउने भने तर आफ्ना कलाकार साथीहरूको त नामै भन्न बिर्सेछु त। यो नाटकमा हुनुहुन्छ अनुष्का केसी, अनुष्का डार्मी, अमिषा सेनोली, विकास तोली, दिगम केसी, करण विष्ट, प्रियांशा युगी, सदिक्षा बस्नेत, सुस्मिता केसी, सुगम ओली, सुप्रिया आचार्य, स्वयं केसी र कृष्टि सुवेदी। यस नाटकको लेखन निर्देशन गर्नुभएको हो प्रणव आकाशले। त्यसैगरी आर्टको काम गर्नुभएको थियो मन्टेश्वरीका म्यामहरूले। अब प्रस्तुत छ नाटक थोपा ड्रपलेट। तपाईको कृपाले खोल्सामा मोल रिसाउँथ्यो, गाउँमा धाराहरू बग्थे, खेतीपाती राम्रो हुन्थ्यो। तर अहिले सबै सुनेको छ। जङ्गल जाँदा पुरालाई एक थोपा पानी पनि छैन। पानीले मान्छे आउँदैछन्। हो त काठ चोरेको देखे पुलिसलाई खबर गरिदिएर तुरुन्तै भागिहाल्यो। सबैले मलाई पोरे भन्न सिकाउँछन्। हे माता, हामीलाई यो दुःखबाट मुक्ति दिलाइदिनुहोस्। हो माता, हाम्रो विश्वास फेरि जगाइदिनुहोस्। हाम्रो गाउँमा फेरि पानी फर्काइदिनुहोस्। दादा बर्बाद भयो, बर्बाद लाग्छ। ठुलो आपद आउनुवाला छ। कस्तो आपद? सायद अब हामीलाई पढेलिले कहिले छोड्नु आएको छैन। अचानक किन यस्तो अनिष्ट गरेको? के भयो? ध्यान दिएर हेर त, धरती माता फुटेकी छिन्। धरतीमा त रिसाउनु पो जस्तो छ। सारा गाउँले लेटाएको कुरा। मेरा गाउँमा उड्ने मैना चरा, हाम्रो धरती माता फुटेको सम्पूर्ण गाउँलेलाई सन्देश पुर्याइदियो। त्यो गाली हाम्रो गाउँको करुण आज। यस धरतीमा कर्मबाहेक अमल अरू के नै छ र? कृष्ण दाइ कसरी पुगेछ? राजेन्द्र भाइ, हामी अघि पुगेको थियो। वर्षैदेखि हाम्रो गाउँमा सुक्खा खल्ने पर्थ्यो। पानीको हाहाकार मचिन्थ्यो। सरसफाइ र पिउनको लागि पानी नहुँदा मानिसहरू चल्लाको कुरा चाहिँ मरिरहेका हुन्थे। कठोरी त्यो कहानी लाग्दैन।
यसबाट बस्न यिनीहरूको हजुरबालाई निश्चय गर्नुभएको थियो। के निश्चय हजुरआमा? भारी वर्ष मकर मेलामा महान काम गरेर एक घटीमालाई सहज हुनुहुन्थ्यो। कसैले नाचे, कसैले गीत गाए, कसैले कला देखाए। तर उहाँले एक्लैले यो गाउँभर 20,000 रुख रोप्नु भएर प्रथम हुनुभयो, जुन आज जङ्गल बनेको छ। OMG, 20,000 trees! पैसीले त भन्दा 20,000 मा कतिवटा जिरो छ? तिनवटा। अनि 5,000 जिरो छ। तैँले नि हामी कहिले स्कुल गएको थाहा भयो? 4वटा जिरो हुन्छ। दादा कहिले बोल्नु भने बिचार बोल्छु त के गर्छस् तँलाई? छोरी पनि नचल, मेरो त हाम्रो हजुरबा त खासै बुद्धि भएको मान्छे भन्ने क्या हजुरआमा? सही हो सही। त्यही त गाडीलाई कोही हुनुभयो जागो यो साधारण मात्र हुँदैन। 12 वर्ष मकर मेलामा शक्ति भरि ल्याएको घन्टो हो, जुन पानीको प्रयोग छ। पानीको जसरी हाम्रो घरमा पिउनको लागि पानी जम्मा हुन्छ, त्यसरी नै गाउँमा सारा गाउँको लागि पानी जम्मा हुन्छ यही भन्ने विश्वास छ। अर्थात् जस्तो यो गाडी, जस्तो यो घन्टो छ, उसको गाउँमा कहिल्यै खाली पर्दैन। घैटी माता गाउँ बेसी कहिले खरिद परेन हो? घैटी माता गाउँ उठिएपछि कहिले खरिद परेन। हाम्रो खोलाहरू नाइ रसायो, हामी रोगहरूबाट मुक्त हुन थाल्यौँ। अनि हामीले बाटोमा हिँड्दा डुल्दा घैटी मातालाई फुल चढाउन थाल्यौँ। तर हामीले घैटी मातालाई बचाउन सकेनौँ। हाम्रो सामु फेरि उहिलो फेरि खरिद आउन थाल्यो। घैटी माता फुटेको कारण पो रहेछ हाम्रो गाउँको मुहानहरू सुकेको, खेतहरू चिरा परेको। हाम्रो पानीको पोखर जङ्गलमा राख्नु भए त झन् एउटा बस्न लाग्ने नगाउनु रहेछ। अहिले पनि मौसा बस्न लागेको छ र यस्तो रात चल्दैन ठाउँ छोडेर। त्यही त छोराले छानी छानी काटेर पेटो सिधाउन नसके। अस्ति नै च्याउ गर्न जङ्गल छिरेको थिएँ, ठुलो आफूलाई रोक्नु ढालेको देखेर म त डम्न भएँ। यही रुख मासिएर हाम्रो माटो सुकेको रहेछ क्या हो? अनिष्ट सुरु भइसक्यो। अब हाम्रो खेतहरू सुकेर चिरा पर्नेछन्। हामी काका व्याकुल व्याकुल भएर मर्नेछौँ, सबैजना मर्नेछौँ। मर्नेछौ? सबैजना मर्नेछौ हजुरआमा? नाइ, मैले जाने मर्न जान्न। आमा, सुसाइड गर्न भन्छु। बाबा पनि भन्नु। आमा, यस अनिष्टबाट बच्न के गर्न सक्नुहुन्छ? हजुरबाले जस्तै कुनै महान कार्य गर्ने, जसले गर्दा सारा जगतको बनोस्। तर कसले गर्दा? सबैलाई चोरी फटाइ गर्न ठिक्क छ। म भन्छु आमा, हाम्रो गाउँको लागि प्रतिभालाई मेहनत प्रतिभामै प्रतिभा देखाएर गरेर अनिष्टबाट बचाउँछु। म पनि बताउँछु। म पनि जसको गाउँमा घैटी माताको बास हुनेछ, उसको गाउँबाट ऐना थाल्नेछ।
उसको 2 नम्बर यस्तो पो रहेछ कन्टिन्यू गर्न गएर मामा भन्दै आइरहेको छ तपाईँ भन्दा शब्द मसला त म कहाँ छोड्छु पैसा त्यता हामी यता ध्यान दियो भोलिदेखि लामो लुगा ल्याएर दादा पानी सकिएको हो र यहाँ माथि छ त ओ पानी सकिसक्यो रोसनले सबै सकिसक्यो 2 मिनेटमा टयलेटतिर आउँछ ए हो उता छोराछोरी लगेर ल अरे अब म कहाँ जाने होला त कहाँ जानु यी पानीहरू बोकेर जङ्गलतिर जानु त्यो पानी पनि लिएर आउनु चढ्ने पनि ल ल आमा कहाँ जानु हाम्रो हेल्थ पोस्ट किन नि आमाले पेट दुखिरहेको छ ताई हेल्थ गर्न ए यो गाउँले मान्छे त सबै त्यस्तै सुनिन्छ नानी त्यो कस्तो भिड्नु भइरहेको छ खाना के बसेपछि के हो उनी कति लागेर हुन्छ राजेन्द्र भाइ राजेन्द्र भाइ कता आउनुहुन्छ यता छुट्टी त्यो हेल्प सबै के आमालाई कपडा लगाएर जान्छ चर्पी आउनु ल्याएको त्यस्तो बारेमा पो भन्नुभएको चर्पी ऊ त्यहाँ छ चर्पीमा फेरि पानी छैन क्या हो यस्तो सबै काम गर्दा के भ्याएको मेरो घर काम छ म गएर कति बेला लाग्ने जति जस्तो लागेको छ एक कति बेला छिटो निस्कँदा हप्तामा खाने हाम्रो घरमा मान्छे हेरेर टाइम गाउँमा नै घर पढाउन पुग्छ नभए सरसल्ली गएर डाक्टर गएर ल्याउँछ नि यो सब ज्यादातिर गर्नुपर्छ गर्नु पनि कति हामीले सडकलाई धेरै पटक पार्नको लागि हिन्दी गाउँले तर सरकारले हाम्रो कुरा कहिले पनि सुनेन
यो प्रस्तुति हामी प्रतिभा क्षेत्रलाई प्रस्तुत गर्न सक्छौँ तर मिडियममा आज हामीले वास्तविक जीवनमै भोग्नु पर्यो। एकातिर सुक्खा खडेरीले हामीलाई सताइरहेको छ भने अर्कोतिर दुःख लाग्छ सायद हजुरआमाले भने चाहिँ हामीले घटीमा त रक्षा गर्न सकेनौँ होला। घटीमा त फुटेर यो महामारी फैलिएको होइन, पानीको अभाव र तपाईँहरूको सहर सफाइ नभएका कारण यो महामारी फैलिएको। तपाईँहरू यस्तो ठाउँमा जानुहोस् कि जहाँ पानीको कहिले पनि अभाव हुने छैन। तिम्रै गीतबारे तिम्रो बाजे, तिम्रै आमाको नाच्ने गाएर तर आज हेर रोगी गाड्ने राखौँबाट दिँदैन दुई गीत भएर गर्न थाल्दैछौँ। अब हामी पनि जस्तै पुगिसक्यौँ, तिमी जस्तै चलिसक्यौ। अब हामी कतै जानेछौँ, यही तिमीसँग गर्दछौँ। ए घटीमाता, हाम्रो जीवन निकै कष्टकर भयो। म मेरो सन्तानलाई एक कुरा काण्डको लागि तडपित हेर्न सक्दिनँ। हामी भोग रोग अनि शोभा मर्न चाहन्न। हो, हामी भोग रोग अनि शोभा मर्न चाहन्न। सबैलाई धेरै धेरै धन्यवाद। र अब भन्नुहोस् कस्तो लाग्यो त हजुरहरूलाई नाटक थोपा। अब लाइक, सेयर एन्ड कमेन्ट गर्ने पालो हजुरहरूको।